उठ यस्तो यस्तो घटना दाइसँग लुकाएर यो के गरेर खोजेको तैँले के भएको सबै भन् मलाई त्यो केटो कहाँ छ फुर्को भेट गर मलाई कुन केटा दाइ कुन केटा जुन केटाले तेरो यो हालत बनायो नि हो त्यही केटो त्यसलाई म त्यसै छोड्दिनँ यो सारा सहरमा त्यसको बदनाम गराएर त्यसलाई म तडपै तडपै मारेर छोड्छु ला दाइ यति ठुलो ठुलो स्वरमा कराउँदा अहिले फेरि ठुल दाइले ठुल बाउजूले नि सुन्नुभयो भनेदेखि बर्बाद हुन्छ किन बोल्दिनस् किन बोल्दिनस् खुर्को उठेर हिँड दाइ म अहिले हिँड्नै सक्दिनँ कसरी बाहिर जानु अहिले ठुल दाइ बाउजूले थाहा पाउनुभयो भने के सोच्नुहुन्छ पहिला हजुर ढोका लगाउनुहोस् अनि म सबै कुरा भन्छु हजुरलाई ल भन कुरा के हो सबै भन् मलाई भाउजूले के भन्नुभयो तपाईँलाई त्यो केटाले तँ माथि जबरजस्ती गर्यो भनेर तेरी भाउजूले भन्दै थिइन् यो सब कसरी भयो कसरी भनौँ दाइलाई यो भाउजूले दाइको नजरमा मलाई नराम्रो बनाउनलाई गएर सबै कुरा लाइछिन् झन् कसैलाई नबनाई भन्दै भनेको थिएँ दाइको नजरमा मलाई अझ धेरै नराम्रो बनाउनलाई के भन्दै कुरा लाइन होला दाइ यस्तो रिसाइराख्नु भएको छ अब मैले के भन्ने होला किन बोल्दैनस् फेरि भन भनेको सबै कुरा स्पष्ट भन त्यो केटालाई म सजाय दिलाउन प्रोसेसतिर लाग्छु त्योभन्दा पहिला तैँले सबै सत्य कुरा भन्नुपर्छ भन छिटो के पनि भएको छैन दाइ भाउजूलाई मैले त्यो केटाले मलाई धोका दियो भनेको थिएँ त्यस्तो नराम्रो केही पनि भएको छैन सायद भाउजूले मलाई तपाईँको नजरमा नराम्रो बनाउन अरू नै के कुरा लाउनु भएको होला त्यस्तो केही भएको होइन दाइ त्यो केटाले मलाई धोका मात्र दिएको हो त्यो पनि अर्को केटीसँग लागेर ए भनेपछि त्यो केटाले तँमाथि हातपात जबरजस्ती त्यस्तो केही गरेको त होइन नि होइन दाइ होइन भन्टु तिमीले मसँग किन नचाहिने कुरा गरे किन झुट बोल्यो कि मसँग के झुटो बोली बहिनीलाई त्यो केटाले अरू केटीसँग लागेर उसले धोका दिएको कारणले गर्दाखेरि त्यसरी बसी कि रे त्यस्तो हालत बनायो कि रे अनि तिमीले त मलाई त्यो केटाले रेपै गरेको जस्तो गरी कुरा गर्यौ त उल्टै मेरी बहिनीलाई समेत सजाय हुनुपर्छ जस्तो कुरा गर्दै थियौ त के तिमीले मेरी बहिनीलाई यो समाजको अगाडि नराम्रो बनाउन खोजे कि तपाईँले अहिलेसम्म मेरो बानी कस्तो भन्ने कुरा बुझ्नु नै भएन त म आफ्नो नन्न बहिनीलाई समाजका अगाडि नराम्रो बनाउन खोज्छु